आज म जाँदैछु हस्पिटल हजुरआमालाई लिएर। हजुरआमा काठमाडौँ आउनुभएको छ, घुम्नको साथसाथै हस्पिटल पनि लगेर जानु पर्यो भनेर फर्स्टमा चाहिँ मैले हजुरआमालाई गाडी चढाएर सिधा लग्यो हस्पिटल। हस्पिटल चाहिँ भिर हस्पिटल आएको। पुग्नासाथ मैले चाहिँ लाइन बसिहालेँ ओपिडी कार्ड लिनलाई, अनि ओपिडी कार्ड पनि आयो। त्यसपछि म गएँ सिधा ओपिडीमा हजुरआमालाई लिएर। ओपिडीमा देखाउँदा चाहिँ हजुरआमालाई अलिक गाह्रो नै छ, इमर्जेन्सीमा लानु भन्नुभयो। त्यसपछि इमर्जेन्सीमा ल्याएर फार्मेसीमा गएर औषधि ल्याएर हजुरआमालाई चाहिँ सलामी पानी चढाउनु भयो। अनि यतिकैमा भाइ पनि कलेजदेखि सिधा हस्पिटल आएछ। भाइले पनि खाना नखाएरै आएको थियो, अनि मैले पनि केही पनि खाना खाएको थिएन। त्यही भएर भाइ र म चाहिँ गयौँ खाना खान। हजुरआमालाई सलामी चढाउनसम्म त हामी खाना खाएर आउँछौँ भनेर खाना खान गयौँ। खाना खाएर आउँदासम्म ठ्याक्क हजुरआमाको सलामी सकिने बेला भए रहेछ। अनि म गएँ रिपोर्ट लिन जाँदै थिएँ। त्यहाँ हेर्नु न शर्मिला साई आउनु भएको रहेछ। अनि उहाँलाई हेरेँ, अनि रिपोर्ट पनि ल्याएर आएँ। रिपोर्ट हेरेर डाक्टरले चाहिँ हजुरआमालाई डिस्चार्ज गरिदिनु भयो।